फुर्के डोरी छैलै घाँस हे मेरी हेलो साथीहरू, तपाईँहरूले मलाई आज राज कहाँ जाँदैछ भन्दै हुनुहुन्छ भने राज चाहिँ आज ऐसिलु खान जाँदैछ होइन। अब राज चाहिँ ऐसिलु खान जाँदैछ र तपाईँहरूले ऐसिलु खाँदै गरेको पिच पनि पठाउने छ राजले चाहिँ होइन। अनि सो अब यहाँबाट ठ्याक्क लाग्ने हो होइन। यस्तो दामी छ नि त चाहिँ खतरा छ। अब लागिन्छ है। अनि त्यहाँबाट हामी चाहिँ एकछिनमा भेट्छौँ त होइन। सो अहिले भेट्यौँ है त ऐसिलु घारीमै गएर ऐसिलुको बबाल खाएको सिन सिनेमेटिक निकालेर तपाईँहरूको अगाडि प्रस्तुत गर्न सकु है त। सो अब जानेछौँ, बिस्तारै हेर्नु होला है त। हेलो एभ्रिवान, हामी जाँदैछौँ अब यहाँ टक्कै होइन काठ लिनु। अब सो हामी जाँदैछौँ होइन। ठ्याक्कै अब यता बाटो पुगिसक्यो। अब आधी बाटो पुगिसक्यो नि त। चट्टै जाने हो चट्टै खाने हो होइन। कस्तो बाटो चाहिँ खत्तम छ क्या, फेरि कस्तो गाह्रो छ है केटा हो साथी हो। के गर्नु अब कस्तो हल्लाइरहेको छ नि त। अब साथी पनि दोस्त पनि छ त। सो हामी चाहिँ गएको भन्नु चाहिँ होइन, हामी चाहिँ ऐसिलु खानु गएको होइन। सो अब चट्टै गाडीमा जाँदैछौँ ऐसिलु खानु पनि। है गाह्रो छ यार, लास्टै अप्ठ्यारो छ बाटो चाहिँ। तिम्रो लागि म आउँछु भन्थ्यौ रे। बिस्तारै जाने हो नि त होइन। एकछिन रोक्नु ल, म अब एकछिनमा देखाउँछु है तपाईँहरूलाई। हेलो एभ्रिवान, ठ्याक्कै पुगिसक्यो हामी ऐसिलु घारीको छेउमा। अब ठ्याट्टै जाने हो होइन, च्याट्टै ऐसिलु खाने हो। अनि च्याट्टै अलि बाटो चाहिँ खतरा छ, यता बिस्तारै चलाउनु पर्ने हुन्छ होइन है। आए है कति हल्लायो कस्तो मजाले हल्लाइरहेको छ। अब के भन्नु छ त, दामी सिन पनि छ होइन। अब तपाईँहरूलाई म भेटाइहाल्छु। हरन पनि लाउनु पऱ्यो नि त होइन केटा हो। अब सो कति हल्लाएको यहाँ टुक्ने गोरु त। जाँदैछौँ हामी यता, देख्न सक्नुहुन्छ हजुरहरूले होइन। बिस्तारै जानुपर्ने हुन्छ आरामले है, आराम साथमा जानुपर्ने हुन्छ। सो बाटो चाहिँ एकदमै खत्तमै छ होइन। खत्तम भएको कारणले गर्दा नै हामी अब
बिस्तारै जाँदैछौँ। सो हामी त ठ्याक्कै आइपुग्यो ऐसेलु गाडीमा। अब ऐसेलु खान जाँदैछौँ है। ऐसेलु पनि देख्न सक्नुहुन्छ हजुरहरूले। कस्तो दामी पो छ त ऐसेलु त होइन। छिटो ऐसेलु खाइदिउँ कि भनेको क्या। अब यी कति धेरै ऐसेलु हो आम्मामामामा। बाफ्रे बाफ्रे ऐसेलु म्याम ऐसेलु यार। हाम्रो गाडी चाहिँ यता छ है। के हो देख्न सक्नुहुन्छ पिला पनि बोकेको छ हामीले। हाम्रो आफ्नै हो क्या मोज। कस्तो दामी सिन छ नि त यता चाहिँ फेरि। यो चाहिँ हाम्रो पानीको ट्याङ्की हो होइन। हरियाली दामी खालको छ। यहाँ धारा पनि छ। यो घर चाहिँ के हो थाहा भएन। सोही खतरा छ क्या। सो अब हामी चाहिँ काफल खाँदैछौँ। खतरा छ यार त्यो चाहिँ। अझ कस्तो ऐसेलु नै ऐसेलु छ नि त हाम्रो त। ऐसेलु नै ऐसेलु हेर्नु न मैनी। ऐसेलु त दामी छ। म त क्या झुकेछु क्या ऐसेलु भनेछु। के अरे काफल पो भनेछु। कस्तो काट्छ नि त। अच्छा। सो अब तपाईँहरूलाई म अहिले एकछिन भेट्छु होइन। सो बाबा अहिले चाहिँ अहिले म एकछिन खाइसक्यो म गइनेको। सो भाइ पनि आइसक्यो। सो अब चाहिँ हामी गाडीमा चढिसक्यौँ होइन। अब लाग्नुपर्छ होइन। सो आज तिम्रै लागि हो भने होइन भने है मेरी बुहारीलाई खै त मेरो घर छोरा उसको छोरीले उसको माया लाउँछु भन्थे रे हस्तीको माया जुट्यो ए मेरी सानो पल्लो छेउ गाडीको छ हाइवेको बिचमाथि ल आँखा जुट्यो ए मेरी सानो पल्लो गाउँ खुर्के डोरी लाउनेलाई चिनो देऊ
ए गाईलाई गोठा ए मेरी माया भैँसीलाई पराल यो मायाले मन मात्रै भराल्छ आँखा जुद्यो ए मेरी सानो पल्लो गाउँ हुर्के डोरी लाउनेलाई चिन देऊ आँखा जुद्यो ए मेरी सानो पल्लो गाउँ हुर्के डोरी लाउनेलाई चिन देऊ ए माया रहेछ ए मेरी सानो माया छ समयमा माया गर्ने गाईलाई घाँस गाईलाई घाँस ए मेरी माया भैँसीलाई पराल्छ यो मायाले मन मात्रै भराल्छ आँखा जुद्यो ए मेरी सानो पल्लो गाउँ हुर्के डोरी लाउनेलाई चिन देऊ भिडियो यति भन न बाबा भन ल आज यति है लास्ट भिडियो ल बाई बाई सबलाई यसरी हान्न सो ऐसेलोको सिनेमेटिकहरू पनि हेर्नु होला सिनहरू पनि हेर्नु होला सबै भिडियो चाहिन्छ भने चाहिँ युट्युबमा गएर मलाई सब्सक्राइब गर्नु होला र यस्तै माया गर्नु भयो भने म तपाईँहरूलाई अझ अर्को भिडियोमा पनि देखाउन सकु र सो आज नेक्स्ट डे हो होइन हिजो चाहिँ भिडियो गर्नु पाएन त्यस्तो साह्रो अनि त्यहाँबाट धेरै मान्छेहरू थियो नि त लजाएर म कस्तो भएको थिएँ होइन त्यही भएर चाहिँ नेक्स्ट डे हो अब तपाईँले माया गर्नु होला माया देखाइदिनु होला र म अर्को भिडियोमा पनि तपाईँहरूलाई एकदमै अर्को भिडियो पनि लिएर आउने छु र सो र मलाई लाइक कमेन्ट सेयर गर्नु होला र युट्युबमा गएर पनि राज थामी रिस्मीलाई सब्सक्राइब गर्नु होला है त हस् थ्याङ्क यू बाई बाई एभ्री वान हस् थ्याङ्क यू